तपाईँ चाहिँ कहाँबाट? तपाईँ स्वतः स्फूर्त? म खै बाबा मैले जन्माएँ, म यतै जन्मी होइन, म यतै छु। उतापट्टि प्रहरीलाई ढुङ्गा हानेर रोकिरहेको अवस्था भनेर हामीले बुझेका छौँ भने यतापट्टि चाहिँ भाटबटनीमा खुल्ला रूपमा भित्रबाट सामानहरू निकाल्दै फालिएको अवस्था छ। तपाईँ बङ्गलादेश त के थियो, बङ्गलादेशमा खाने पाएको छैन, हाम्रो नेपालमा जति खाने खाओ होला। तपाईँहरू खानु पाएको हो कि होइन? हामीले खायौँ। के खानु हो तपाईँहरूले? फलफुल ल्याएर भइदियो केटा हो। तपाईँहरूले खानुभएको छैन, तपाईँहरू साँच्ची नै भोकै हुनुहुन्छ। खाजा खानु पाएन, तपाईँले फलफुलको टेस्ट चाख्नु पाउनु भएको छैन। बेलुका गएर हामी त खाना खान्छौँ। हातमा सामान बोकेर आइराख्नु भएको छ। विस्की लिएर एकछिन ठाडो गरौँ न। ओ ल विस्की लिएर दर्शकले ओहो हो यो एकदमै डरलाग्दो अवस्था छ। यहाँ एकदमै डरलाग्दो अवस्था छ। तपाईँ देख्न सक्नुहुन्छ यहाँ पारी, यहाँबाट लिउँदै पारी समेत फालिएको छ। तपाईँ सडकमा हेर्नुभयो भने यस्तो किसिमको अवस्था छ। ओ माई गुडनेस, ओहो यो देशमा के भइरहेछ यो त? ल हेर्नुहोस्, ओ माई गड भाटबटनी यहाँ यो चाहिँ निकै डरलाग्दो अवस्था छ। यो पक्कै पनि राम्रो अवस्था होइन। तपाईँ हेर्नुहोस्, ओ माई गड। तपाईँलाई म भाटबटनीभित्र गएर देखाउँछु। भाटबटनी भित्रको अवस्था कति डरलाग्दो छ भन्ने कुरा तपाईँलाई यहाँ म देखाउँछु। भाटबटनीबाट सामानहरू निकालेर सामान ल हेर्नुहोस् यसरी लगिएको अवस्था छ। ल हेर्नुहोस् आइसक्रिम उठाइएको अवस्था छ। तपाईँ यहाँ देख्न सक्नुहुन्छ। ल हेर्नुहोस् यहाँ यसरी यहाँ धेरै मान्छेहरूले लगेको अवस्था छ। यहाँबाट जे चाहिन्छ भाटबटनी भित्रबाट लगिएको अवस्था छ। यहाँ बाहिर पनि यस्तो बनाएको छ। यो निकै नै डरलाग्दो अवस्था छ। नेपालमा यो उतातिर घर जलिरहेको अवस्था छ, ढुङ्गा हानेर घर फुटाएको अवस्था छ, यता भाटबटनी फुटाएको अवस्था छ। साँच्चीकै यसले देखाउँछ मानिसहरू कति चाहिँ राजनीतिक कुराहरूप्रति विक्षिप्त छन् भन्ने कुरा यसले देखाएको छ। मानिसहरूमा मास डिप्रेसन जस्तो देखिएको छ। यहाँ यसरी हेर्दाखेरि गाडीहरू फुटाएको अवस्था छ। यो भाटबटनी स्टोर कोटेश्वरबाट हामी तपाईँहरूलाई प्रत्यक्ष रूपमा देखाइरहेका छौँ। पुलिस आयो भनेर भागिरहेका छन्। पुलिस आइसके पछाडि यहाँ पुलिस आयो भनिरहेका छन्। यसरी भागभाग भएको छ। तपाईँ देख्न सक्नुहुन्छ। यहाँ देख्न सक्नुहुन्छ निकै नै डरलाग्दो अवस्था। यहाँ प्रहरी आयो भन्दै भागिरहेको अवस्था छ। यो कहाली लाग्दो अवस्था हामीले काठमाडौँबाट तपाईँहरूलाई देखाइरहेका छौँ। तीन कुनेमा रेस्टुरेन्ट, घर फुटालिएको अवस्था छ, घर जलेको अवस्था छ। यहाँ ओहो माई गड। ल हाम्रै पुलिस, हाम्रै प्रधानमन्त्री, हाम्रै सबै हाम्रो देशका ओ माई गड। ल दर्शकवृन्द यो निकै नै डरलाग्दो कुरा यहाँ देखेको छ। ल माई गड यो परिवर्तनको सुरुवात भनौँ या मानिसहरूमा भएको आवेग, जुन राजनीतिक दल या जसले हामीलाई नेतृत्व गरिरहेका छन् ती नेतृत्वप्रति मानिसहरूको वितृष्णा भनौँ, यो निकै नै डरलाग्दो अवस्था छ। निकै नै डरलाग्दो अवस्था। तपाईँ यहाँ आएर हेर्नुभयो भने निकै नै डरलाग्दो अवस्था छ। मानिसहरू क्रिकेट खेले जस्तो गरेर खेलिरहेका छन् यहाँ। ओ माई गड ओहो भित्रबाट ओहो के भइरहेछ भित्रबाट? तपाईँ देख्न सक्नुहुन्छ हामीले यहाँ
देखाइरहेका छौँ। भित्रबाट यो सेक्युरिटीलाई पनि नआउनु भनेको अवस्था छ। ओहो निकै नै पीडादायक अवस्था हामीले तपाईँलाई यहाँ देखाइरहेका छौँ। पीडादायक अवस्था छ दर्शकबिन। माय गुडनेस। तपाईँलाई म बाहिरबाट देखाउँछु। सरी प्रहरी आयो भन्दाखेरि भागिरहेका छन्। भाग्छन् भने अन्य समयमा चाहिँ नि यहाँ मानिसहरू लडिरहेका छन् चिप्लिएर। ओहो के भइरहेछ देशमा यो अचम्म, यो निकै नै अचम्मको दृश्य। यो बङ्गलादेशको